धेरैजसो नेपाली परिवारमा एउटा साझा समस्या छ। आमाको नामको जग्गा छ, किता काट गर्नु पर्यो, छोरालाई वा छोरीलाई एउटा किता दिनु छ, तर प्रक्रिया, खर्च र नियम थाहा छैन। आजको यो भिडियोमा हामी नेपालमा किता काट के हो, आमाले आफ्नै नामको जग्गा किता काट गर्न सक्छिन् कि सक्दिनन् र छोरालाई एक किता दिन कति खर्च लाग्छ, सबै कुरा उदाहरणीय तरिकाले हामीले बुझ्नेछौँ। किता काट भनेको के हो? एउटै जग्गा दुईवटा या बढी भागमा विभाजन गर्नु नै किता काट हो। प्रत्येक भागलाई नयाँ किता नम्बर दिइन्छ। उदाहरण 10 आनाको जग्गा छ भने 5-5 आनामा हामीले बाँड्न सकिन्छ, या 4 आना 3 आना 3 आनामा गरेर 3टा भागमा नि बाँड्न सकिन्छ। आमाको नाममा जग्गा छ भने आफ्नै नाममै किता काट गर्न मिल्छ? हो, मिल्छ, पूर्ण रूपमा मिल्छ। किता काट गर्दा स्वामित्व परिवर्तन हुँदैन, सबै किता अझै आमाकै नाममा हुन्छन्, तर हाम्रो किता नम्बर चाहिँ 2टा हुन्छ। आमाको नाममा 8 आना जग्गा छ, उहाँले 3 आना र 5 आना गरेर किता काट गर्नुभयो। दुवै किता आमाकै नाममा हुन्छ, छोरा छोरीको नाममा जानै पर्छ भन्ने होइन। अब आमाले एउटा किता छोरालाई दिन चाहनुभयो भने यहाँ 2टा विकल्प छन्। पहिलो विकल्प भनेको गिफ्ट डिड, बकस पत्र। के हो त्यो भनेको? आमाले जिउँदै हुँदा छोरालाई जग्गा उपहार दिनुभयो भने त्यसको प्रक्रिया पहिला किता काट गर्नु पर्यो, मालपोत कार्यालयमा बकस पत्र लिखित, त्यसपछि नामसारी ओनरसिप ट्रान्सफर गर्नुपर्छ। सो खर्च चाहिँ यसमा राजस्वको बकस पत्र, त्यसपछि आमाले छोरालाई दिएको चाहिँ न्यूनतमै हुन्छ, मालपोत सेवा शुल्क, लिखित पास, नापी नक्सा शुल्क। सो बजारमा चाहिँ 1% जस्तो हजुरको जग्गाको मूल्य 2 करोड छ भने 2 करोडको 1% भनेको 2 लाख हो। त्यसरी चाहिँ हाम्रो मूल्य तय गरेको हुन्छ। सो हजुरको थैलीमा चाहिँ जति त्यसको छ मूल्य त्यसको 1% जस्तो चाहिँ हाम्रो चाहिँ खर्च आउन सक्छ है। अब अंशबन्ड गर्न पनि सक्यो। नेक्स्ट अप्सन भनेको पार्टिसन। यसमा चाहिँ के हुन्छ भन्दा जग्गा पुर्खौली हो भने सबै हकदार छोराछोरी छन् होइन, त्यो सबले चाहिँ हाम्रो राजीनामा छ भनेर पनि साइन गर्नु पर्यो है, तब अंशबन्ड प्रक्रिया लाग्छ। तर आज यो भिडियोमा निजी जग्गामा मात्रै केन्द्रित भएर कुरा गर्दैछौँ, त्यही भएर बकस पत्र नै सजिलो र सस्तो विकल्प हो जस्तो हामीलाई लाग्छ। किता काट कहिले गर्न पाउन्न भन्दाखेरि जब किता काटमा चाहिँ न्यूनतम क्षेत्रफल छ, बाटो पुगेको छैन, अब नियम उल्लङ्घन भइरहेको छ, मुद्दा चलिरहेको छ, नक्सा पास भएको छैन, त्यस्तो बेलामा चाहिँ हाम्रो के गर्न सकिन्छ, पहिला नापी वा मालपोतमा बुझ्न अनिवार्य हुनसक्छ है। सो यो सम्पूर्ण प्रक्रियाको लागि प्रोसेस के गर्ने त? पहिला कता जाने? पहिला चाहिँ फर्स्ट स्टेपमा भनेको मालपोत र नापी कार्यालय गएर किता काट सम्भव छ कि छैन भनेर बुझ्ने। सेकेन्डमा नापी टोलबाट नक्सा बनाउने, त्यसपछि मालपोतमा किता काट स्वीकृति गर्ने, यदि दिन चाहनुभयो भने बकस पत्र लिखित पनि गर्नु पर्यो, त्यसपछि छोराको नाममा नामसारी गर्नु पर्यो। अब छोटो उदाहरणको लागि आमाको नाममा 12 आना जग्गा छ, 6 आना 6 आना किता काट गर्नु पर्यो। एउटा किता आमाको नाममा हुन्छ, अर्को किता छोराकोलाई बकस पत्र हुन्छ। कुल खर्च किता काट प्लस बकस पत्र प्लस नामसारी। यसमा यदि हजुरको 2 करोडको जग्गा छ भने बकस पत्र राजस्व 2 लाख, त्यसपछि मालपोत शुल्क 10,000, लिखित शुल्क 10,000, नामसारी 2,000 र नापी 10,000 गरेर 2,32,000 को एउटा आकलन गर्न सकिन्छ। सो 1% भन्दा फरक पर्दैन होला। सो बकस पत्र राजस्व चाहिँ महँगो छ, तर त्यही कुरा अब हामीले आमाको नाममा हामीले चाहिँ ट्रान्सफर गर्ने हो भने हाम्रो चाहिँ त्यसको बकस पत्र नलाइकन अरू मालपोत शुल्क, लिखित शुल्क, नामसारी, नापी, अनि त्यसपछि हाम्रो चाहिँ एउटा छ मेन, द्याट इज किता काट गरेको पनि हाम्रो शुल्क लाग्न सक्छ। र आमाकोबाट आमाकै नाममा किता काट गर्नु पर्यो भने हाम्रो अरू चार्जेस त लाग्छ, प्लस किता काटको चार्जेस चाहिँ हाम्रो 7,000देखि 25,000सम्म लाग्न सक्छ 2 करोडको जग्गाको लागि। सो हामीले भन्नुपर्दा 50,000 जस्तो चाहिँ हाम्रो त्यही व्यक्तिको नाममा चाहिँ ट्रान्सफर गर्दा 2 करोडको जग्गा छ भने चाहिँ त्यति लाग्न सक्छ। किता काट जटिल छैन, तर नियम बुझेन भने गल्ती महँगो पर्न सक्छ। यदि तपाईँको आमाको नाममा जग्गा छ र भविष्यमा परिवारमा विवाद नहोस् भन्ने चाहनुहुन्छ भने समयमै किता काट र बकस पत्र गर्नु बुद्धिमानी निर्णय हो। यस्तै घर जग्गा
नामसारी कर कानुनी जानकारी चाहनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ। सी यू इन अदर भिडियो। बाई बाई, टेक केयर।